हाई नमस्ते। आज चाहिँ म मेरो भाइटिका कसरी सम्पन्न भयो भन्ने कुरा चाहिँ म भोइस कभर गर्दैछु। हाम्रो घरमा चाहिँ सबैजना आज भेला भएको छौँ। जम्मा 25-30 जना जस्तो छौँ होला लगभग। हाम्रो घरमा चाहिँ यस्तो छ कि आमाले पनि भाइटिका लगाइदिनुहुन्छ अनि हामीले पनि लगाइदिन्छौँ हाम्रो माइतीहरूलाई। आमाले चाहिँ आफ्नो माइतीहरूलाई सबैजनालाई बोलाउनुहुन्छ अनि हामीले पनि मामाको छोरा, मेरो दाइ, हाम्रो दाइहरू बोलाउँछौँ। अनि लगभग धेरै छौँ हाम्रो घरमा। अनि दाइहरू बसिरहनु भएको छ यहाँनिर। अनि सबैभन्दा सुरुमा चाहिँ आमाले आफ्नो माइतीहरूलाई चाहिँ टिका लगाइदिनुहुन्छ। हाम्रो मामा माइजूलाई लगाइदिनुहुन्छ अनि चाहिँ हामीले लगाइदिन्छौँ। टिका लगाइदिनु स्टार्ट भइसक्यो। उहाँ चाहिँ आमाको जेठा दाजु, उहाँ चाहिँ आमाको काइला दाजु, काइला भाइ हो। जम्मा मामाहरू 3 जना हुनुहुन्छ अनि माइजूहरू 2 जना हुनुहुन्छ। अनि माइजूले खुट्टा ढोक्दै हुनुहुन्छ आमाको। अनि उहाँ खुट्टा ढोक्ने चाहिँ मामा हुनुहुन्छ, काइला मामा। अनि अब कान्छा मामाले खुट्टा ढोक्नुहुन्छ आमाको। अनि कस्तो रमाइलो हुन्छ नि तिहार। म त एकदमै तिहार चाहिँ स्पेसल लाग्छ। किन भन्दाखेरि सबैजनाको जमको भेट हुन्छ क्या। जस्तै अब मेरो पालो आयो, मेरो माइतीहरू चाहिँ यतिजना हुनुहुन्छ। दाइहरू अनि भाइ पनि छ अनि भाउजू हुनुहुन्छ अनि भदै छ। अनि अब म पानी छम्किँदैछु, यसलाई के भन्छ, पर्सिनु भन्छ होइन, गर्दैछु। अनि अनि यसपालिको भाइटिका चाहिँ मलाई अलिकति कस्तो लाग्यो, किन भन्दाखेरि मैले कुर्ता सुरुवाल लगाएको प्रायः म कहिले पनि लाउँदिनँ। लाउँदाखेरि चाहिँ यो कुर्ता सुरुवालमा चाहिँ मलाई यस्तो मोटी देखिएको छ होइन मोटी त म मोटी नै भएको छु, अहिले मोटाको पनि छु होइन। तर यस्तो मोटी पनि छु जस्तो चाहिँ लाग्दैन, तर यति मोटी देखिएको छ। तर पनि अब मेमोरीको लागि भनेर त भिडियोहरू सबै राख्नुपर्छ। अब मेरो बहिनीको पालो आयो। यो चाहिँ मेरो बहिनी, हामी यत्रोजना सबैजना माइतीहरू पुज्छौँ हामी, म र मेरो बहिनीले। अनि त्यही भएर तर पनि अब यस्तै हो, जे खुसी नै भयो होइन। भिडियो कलमा आमाको बहिनीले पनि भिडियो कल गरेर हेर्दै हुनुहुन्छ हामीले माइती पुजेको। अनि हामी आज धेरै छौँ। मामाको छोराहरू छ, मामाको छोरा हो यो माला लाउने। अर्को त्यो धर्के भेस्ट लाउने चाहिँ मेरो अङ्कलको छोरा। अनि त्यो चस्मा लाउने चाहिँ मेरो भदै अनि कान्छा दाइ, ठुल दाजु अनि मामाको छोरा। अनि यसरी नै अब कस्तो हुन्छ नि, अब भाइटिका अनि भाइटिका गर्दाखेरि चाहिँ भाइटिका दाजुभाइलाई टिकाहरू लगाइदिँदा ओखरहरू फोर्नुपर्छ। अनि ओखरहरू फोर्दाखेरि चाहिँ भन्नुपर्छ अरे कि मेरो माइतीहरूलाई, मेरो दुश्मनहरूको कसैको पनि आँखा नलागोस्, त्यो दुश्मन राक्षसहरूको आँखा मैले आजदेखि फुटाउँदैछु भनेर कामना गर्नुपर्छ अरे भनेर आमाले हामीलाई सानोमा सिकाउनु भएको थियो क्या। अनि त्यसो गरेर ओखरहरू फोर्नु, अनि ओखरमा फोर्दाखेरि त्यसो भन्नुपर्छ अरे भनेर त्यो कुरा चाहिँ मलाई एकदमै राम्रो लाग्छ। किन भन्दाखेरि एकदमै अब माइतीहरूको कामना गरियो नि त चेलीहरूले। अनि त्यो कुरा चाहिँ एकदमै मलाई राम्रो लाग्छ। अनि यो अब चेली माइतीहरूलाई यसरी सप्तरङ्गी टिका लाउँदाखेरि त्यसो त सुन्दर नै देखिन्छ। अनि यो चाहिँ अङ्कलको छोरा भाइ क्रिस। अनि अब यस्तै छ अब मान्छे धेरै छौँ। अब घर सानो छ तर पनि रमाइलो गर्नुपर्छ, अब पालो गर्नुपर्छ। अनि मामाहरूलाई चाहिँ अघि आमाले टिका लगाइदिइसकेर तल सगुन पानी हुँदैछ। अनि हामीलाई चाहिँ अब चाहिँ हाम्रो पालो आएर चाहिँ हामीले चाहिँ गर्दैछौँ, लगाइदिँदैछ। अनि यहाँ एक ठाउँमा चाहिँ म धेरै बोल्छु कि, अनि बोले पछाडि बहिनीले मलाई भिडियो गर्दाखेरि चुप्लाक तेरो मुख बन्द गर भनेर कराउँदैछ। अनि
अनि यस्तै अनि टिका लायो अनि टिका लाइयो होइन। हाम्रो चाहिँ प्लान यस्तो थियो कि के अरे यो भाइटिकामा चाहिँ हामीले साडी लाउने भनेर प्लान गरेका थियौँ। तर पनि अब सबैजना 30-32जना मान्छेहरूलाई खानपिन गर्नुपर्ने दिनुपर्ने होइन। अनि साडी लाएर यता हिँड्नु उता हिँड्नु गर्न त अलिक गाह्रो भयो। अनि त्यही भएर हतार कुर्ता सुरुवाल लाइयो। अनि कुर्ता सुरुवाल लगाइसके पछाडि अब एकछिनमा यो टिकाहरू सम्पन्न भइसके पछाडि खानपिन गरिसके पछाडि चाहिँ हामी साडी लगाउँ न त भनेर भन्यौँ होइन। सल्लाह गरौँ भाउजू म बहिनीले। अन्त अब टिका लाउँदा नाच्दा सबै कुराहरू खानपिन यताउता गर्दाखेरि त 4 बजेछ होइन। अनि 4 बजिसके पछाडि त अनि अब फोटो खिचौँ टिकटक बनाउँ न त भनेर टिकटक बनाउन फोटो खिच्न गइयो होइन। अब साडी लाउन फेरि त्यस्तै झन्झट। अनि साडी लाउन नै 1 घन्टा लाग्यो होला हामी 3जनालाई, कसैले लगाइदिने थिएन। अनि लगाइसके पछाडि साडी लाएर रेडी भएर फोटो खिच्नु भनेर निस्किँदा त हो आम्मा झमक्कै रात परेछ। झमक्क रात परिगयो। अनि कुनै पनि फोटो कुनै पनि भिडियोहरू राम्रो आएन। त्यही भएर हामीले साडी लगाएको फोटोहरू चाहिँ खासै मैले अपलोड गर्न नि सकिनँ क्या। अनि त्यही भएर अब चाहिँ अनि जहिले पनि हामी सोच्छौँ हामी यो लुगा लाएर गर्छौँ है, भाइटिका गर्नुपर्छ है भनेर प्लान गर्छौँ, तर कहिले त्यो हुँदैन क्या। अनि यसपालि चाहिँ अलिक चाँडो गरौँ भनेर टिकाहरू चाँडो लगाउँ भनेर सोच्छौँ तर जहिले ढिलो हुन्छ किनकि धेरै हुनुहुन्छ नि त। अनि धेरैलाई खानपिन गर्दा के गर्दा टाइम उतै जाँदो रहेछ क्या। अनि अब मामाहरू माइजूहरू सबैलाई खानपिन नगरिकन आफू फोटो खिच्दै बस्नु पनि अलि मिलेन होइन। अनि त्यही भएर हाम्रो भाइटिका चाहिँ यसरी सम्पन्न हुँदैछ। अनि यसरी नै सम्पन्न भयो। यसरी अब दाइ अनि बहिनीले मलाई कराइरहेको थिए। अनि कराउँदाखेरि दाइले पनि भनिरहेको थियो कि तिमीले झगडा गर्छौ क्या हो भन्नुहुँदै थियो होइन। अनि होइन अब माइतीहरूले बहिनीले भन्यो सबै माइतीले हामीलाई एकमुष्ट ढोग्नु ल भनेर भनेको थियो। अनि सबैले ढोक्नै मिलेन। अनि यो मोटी चाहिँ मामाको छोरी हो, साइला मामाको छोरी। अनि एकमुष्ट ढोक्नै मिलेन। अब चाहिँ फेरि उठेर एउटा एकजनालाई ढोक्दै हुनुहुन्छ। अनि यस्तो यो ढोग्नु माइतीले चेलीलाई ढोग्नु यो पनि राम्रो लाग्छ मलाई। तिहारको स्पेसल चाहिँ त्यो सप्तरङ्गी टिका लाउनु अनि त्यो ओखर पाङ्राहरू फुटाउनु अनि यसो ढोकभेट गर्नुहरू मलाई एकदमै राम्रो लाग्छ क्या। अनि यस्तो भयो। अनि यसरी अनि फेरि टिका लगाइसकेर अनि फेरि नाच्न पर्यो। अनि आँगनमा झरौँ है। अनि यस्तो नाच्यो हो। हामी काम गर्नेले त खाना खानु पनि भ्याइएन। अनि फोटो खिच्दा के गर्दा फोटो पनि राम्रो खिच्नै सकिएन।